मिजो नमस्कार, गुड मर्निङ साथीहरू अनि ह्याप्पी न्यू इयर सबैलाई। मेरो नयाँ वर्षको शुभकामना छ। सबै साथीभाइ, आमा बुवा, दिदी बहिनी र संसार देश विदेश भएको सबै नेपाली जनहरूलाई पनि ह्याप्पी न्यू इयर हैन। अनि मेउची चाहिँ दैनिक काम सुरु गर्न थालिसक्यो हैन। आज चाहिँ नयाँ साल स्पेशल केही पनि छैन। मेरो स्पेशल भनेको चाहिँ अब यही हो, सामान थन्काउने हैन। मेउची कहीँ घुम्नु जाँदैन, घरमै हुन्छ। घरमै के गर्छ, को आउँछ, को नयाँ साल मनाउन मेउचीको आउँछ, त्यो अलिअलि हल्का रमाइलोको लागि देखाउने छु। हाम्रो बेटाको 2082 मा ठुलो सपना थियो। हिजो भाले ल्याएर खाएर आज पोथी खाने सपना चकनाचुर भएको अवस्था छ। अब के गर्नु, 2081-82 सालमा 1 वर्षको कुरा हिजो हो। अब के गर्नु, आज अन्डा पनि छैन, चल्ला पनि छैन। अवस्था यस्तो छ बेटाको बिचरा। टोकरीमा अब यो पोथी यस्तो हुन्छ क्या, एक्लै खान्छु भन्नु भने यहाँ राजा सापलाई छोडेर हाम्रो हैन भाइ। रमाइलो गर्नुपर्छ, रक्स गर्नुपर्छ। पूजा दिदी रमाइलो गर्नुपर्छ, उल्टा बरक्स। यता लोकल टमाटरको अचार अनि सेकुवा, अनि यहाँ चाहिँ टिमुर र खोर्सानीको अचार। अनि कस्तो मिठो नहोला साथीहरू, यो ट्याक्क लगाएर। राम्रो कि भात राम्रो कि खाने मान्छे राम्रो। यस्तो भेज पनि हुन्छ जिन्दगानीमा। यता हेर न, भेज खाँदा कस्तो अनुभव रहेछ नयाँ सालमा। दामी, नयाँ साल भेजबाट सुरुवात गर्नुपर्छ, राम्रो रक्स गर्नुपर्छ। बेटाले चाहिँ गरेन कि, बेटाले हामीलाई नि स्क्याम, मलाई नि भेज खुवाएर बेटाले यस्तो खाँदैछ चिकन। रक्स गरिदेऊ। हेलो साथीहरू, म मेउची दिदी चाहिँ भुटनको अर्डर आएर यहाँ 2 केजी भुटन लिएर खसीको बसिरहेको छ। अब भुटन यहाँनिर चटचट लाएर यसरी फटाफट काटेर अनि अहिले पकाएर पनि देखाउने छु साथीहरू। काटेर चाहिँ यतिको रेडी भयो। मैले अहिले चाहिँ काटिसकेँ होइन भुटनलाई। अब तपाईँहरूलाई यहाँनिर भुटन काटेर सट्ट रेडी भयो। अब म यसलाई कराईमा पकाउने छु, त्यो पनि देखाउने छु साथीहरू। म यहाँ साइडमा भाँडा पनि मोल्नु छ। यत्रो मेरो तरुनी छोरीहरू छ, ठुलो छोरीहरू छ। तर मैले भाँडामा पोछा लाउँदैछु म। अब यहाँ भुइँमा यहाँ फेरि पोछिदिने कामहरू त देखाइरहेको छैन। अघि भाँडा मैले पोछा पनि लगाएँ होइन। मोमो बनाएको चाहिँ देखाएन मैले। आज पर्क मोमो पनि 1 गते बनाएको छु। र भुटनलाई म अब ड्याङ पारेर यहाँनिर चुइया पारेर कराईमा हाल्छु। लगभग 3 केजी होला आज नयाँ सालको लागि अरे। अब यो चाहिँ एकदम प्याकिङ भएर जान्छ साथीहरू। अब मेरो भुटन चाहिँ रेडी भइसक्यो साथीहरू, पाकी पनि सक्यो। अब म यसलाई सिर्फ प्याकिङ गर्ने हो। यो चाहिँ प्याकिङ गरेर घरतिर जान्छ। टाइम लगभग 1 घन्टा लाग्यो यो बनाउन। ह्याप्पी न्यू इयर मनाउँदैछ मेरो प्यारी बहिनीले। हाम्रो चाहिँ न्यू इयर पनि छैन। हेलो व्यस्त छैन, ह्याप्पी न्यू इयर पनि भन्दैन। अनि ह्याप्पी न्यू इयर यहाँ। ह्याप्पी न्यू इयर। सेम टु यु, थ्याङ्क यू। मेरो छोरा नै ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। न्यू इयर भएको तिमीले कान्छी छोरीलाई पनि ह्याप्पी न्यू इयर। छोरा छोरी आमा मिलेर ह्याप्पी न्यू इयर गर्दैछौँ। अरू चाहिँ आउँदै जाँदै गर्दैछन्, त्यस्तै छ मिजोर बिता खाने। यो सुकुटी चटपटी खानेको अनुहार भयो। यो के यत्रो खाइसक्छ कालीले। 10 वटा भात पनि लाँदैछ। यहाँ सलाद बनाएछ मेरो कान्छी छोरीले। फटाफट त्यो किन राखेको? यो चाहिँ म खान्छु। यस्तो गर्छ यी। अभी जा रहा हूँ, मुझे पैसों के पीछे भागना है।